हेलो एभ्रिवान, जय मसीह सम्पूर्णलाई। यहाँ चाहिँ मैले फापरको ढेँडो बनाएको, तर यो चाहिँ मिक्स रहेछ। यो चाहिँ है मिक्स रहेछ। यो चाहिँ मैले फापरको पिठोको ढेँडो बनाएको। अब चाहिँ खानुहोस् न, खान्छ खाँदैनस् भन्दा के रहेछ अरे? यता हेरेर भन्न, यता हेरेर भन्न। भन् त राम्रोसँगले भन्न। अघि त खान्थ्यो भन्। अलिक मस्काउँ भनेको कि अलिक यो चाहिँ मिक्स रहेछ फापरको चाहिँ। यो ट्राईको लागि लिएर हिजो आधी केजी लिएर सबै सक्छ यसको अब मिठो बनाएको। मिठो हुन्छ। खाँदैनौ? खाँदैनौ? यता हेरेर भन न। यता हेर्न अन्त। अब मिठो भयो भने मिठो भयो भने चाहिँ सबै खान्छु कि। अब मिठो भएन भने नि फ्याँकिदिनु। फापरको ढेँडो, तर यो चाहिँ मिक्स हाल्दो रहेछ फापरको चाहिँ। कस्तो भएछ बहिनी ढेँडो? कस्तो भएछ भन्न? ढेँडो बटाएर अलिकति चाहिँ मिठो भएन है। त्यसले के गर्यो ढेँडोलाई?